वेलकम टु माई लाइफ ल आउनु सबैजना जोड्नुहोस् आउनुहोस् अब यहाँ आजको मर्निङ वाकको करामत साग किनेर आयो साग किनेर ल्यायो साग केलाउँदै नकेलाइकन खानु भएन साग केलाउँदै खान पाइन्छ अहिले अब यो पाक्छ अहिले केलाउने अहिले पाक्छ अनि त्यसको टक्क लाएर खानुपर्छ साथी हो कहाँ कहाँदेखि हुन्छ कहाँ कहाँदेखि हुन्छ कतादेखि जोडिनु भएको छ यसो खबर पनि गर्नु होला वेलकम टु माई लाइफ भन्दै हजुरहरूलाई स्वागत गरेर बसेको छु आउनु होला जोड्नु होला वेलकम 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 यति गरिदियो भने चाहिँ बुढी पनि खुसी आफू पनि खान पाइन्छ भनेर यसो सघाइदिएको नि हजुरहरूले पनि सघाउनु गर्नु भएको छैन सघाउनु होला है सघाउनु होला सघाइदिएपछि मिठो मिठो खान पाइन्छ बुढीको माया पाउनको लागि अब के गर्नुपर्छ जानुपर्छ के गर्नु यति नगरेदेखि गाह्रो छ अनि साह्रो छ वेलकम 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 सन्चै हुनुहुन्छ कहाँदेखि हुनुहुन्छ हजुरहरू कहाँ कहाँदेखि जोडिनु भएको छ खबर गर्नु है हामी चाहिँ आज त्यहाँ हो सन्चै हुनुहुन्छ सबैजना साग केलाउँदै के गर्नु हजुर यस्तै छ जिन्दगी चल्न त चलेको छ पिरो पिर्न छ भन्छ त्यस्तो भएको छ नगरौँ पनि नहुने गरौँ पनि नहुने खानुपर्छ अब दुईजना आज यसो मनुवाकतिर गएर आएको अनि अब बेसी हालेर ल्याइहालेको तर मिठो यति गरिदिएपछि पनि मिठो पनि खान पाउँछ सिटी पनि खानाको सिटी बज्यो कि दालको सिटी बज्यो केको सिटी बज्यो त मैले थाहा पाइनँ हजुरहरू कमेन्ट गर्नुहोस् त हजुरहरू कमेन्ट गर्नुहोस् त केको सिटी बज्यो होला यो भान्सा बस्नेहरूले थाहा पाउँछ नि सिटी पनि सिटीको तरिकाले दाल हो कि भात हो भने थाहा पाउनुहुन्छ होला अब हामी चाहिँ खासै भान्सामा बसिँदैनौँ त्यही भएर यो खै मैले चाहिँ कन्फ्युज भयो तर पछाडिबाट मेरो बुढीले भन्दैछ दाल हो अरे दाल 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 वेलकम वेलकम टु माई लाइफ माई फ्रेन्ड वेलकम 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 साग खाउँ साग खाउँ आफ्नो आँखालाई तेजिलो पारौँ हरियो सागपात खाउँ है साथीहरू खाउँ सबैजनाले खाउँ तर के साह्रो महँगो भएछ हौ महँगो भएछ निकै महँगो भएछ मुठाको 40 खाँदा त मिठो हुन्छ तर पैसा तिर्दाखेरि अलिकति माया लाग्दो हुँदो रहेछ 40 भन्दाखेरि यस्तो यो मुन्टा भइसकेको रहेछ त्यही पनि अब खान मन भएकोले मुन्टा सुन्टा छोड्छु है स्वागत छ हो हाम्रो नरेश दाजु स्वागत छ है स्वागत छ अब खाना खाएर आउनुपर्छ दाजु पसलतिर साग केलाउँदै अहिले यति केलाइदिएपछि खान पाइन्छ नि त मिठोसँग अनि आफू अब अफिसतिर हिँडेपछि घर आइँदैन यति गरिदियो भने बेलुका पनि पाइयो दिउँसो पनि ए बेसर नकराउनु है बेसर नकराउनु गाली गरी ल्याउला टिकटकले टिकटक पनि छ युट्युब पनि दुइटै छ दुवैतिर बोथ अफ साइड मुन्टा पनि आइसकेको रहेछ मुन्टा सागमा त मुन्टा यो मुन्टा पनि के सागको मुन्टा डौँ तपाईँ साथी हो स्वागत गर्ने हजुरहरूलाई स्वागत फलो गर्नु भएको छ भने फलो पनि गर्नु होला आउनु हजुरहरू पनि साग खान आउनुहोस् जसले मलाई चिन्नु भएको छ ल पकाएर राख्नुहोस् भनेर कमेन्ट गर्नुहोस् त जसले चिन्नु भएको छैन अब हामी चाहिँ टाढा छौँ हामी यहाँ छौँ त्यहाँ छौँ भने लेख्नुहोस् त ल हजुरहरूले ल साथी हो साग खाने भए मेरो घरतिर जसलाई थाहा छ उहाँ आउनु होला जसलाई थाहा छैन हामीलाई त थाहा छैन नि हामी टाढा छौँ नि भन्नु होला कुनै दिन भेट भएछ भने कुनै दिन पकाएको बेला हजुरहरूले आफैले पकाएको बेला मलाई सम्झिनु होला अनि खानु होला त्यति गर्न त पाइहाल्यो नि कसलाई मिठो लाग्छ साग भन्नुहोस् त मलाई चाहिँ साह्रै मिठो लाग्छ मिठो मानेर खाइन्छ साग खाने हो नरेशजी आउनुहोस् साग पाकेको छ हाम्रो घरमा साग पाक्नेवाला छ आउनुहोस् सिटी पनि बज्दैछ दालको सिटी बज्यो अब साग बिस्तारै पाक्छ साग पनि खानुपर्छ गम मिठोसँग अब जसले मलाई फलो गर्नुभएको छ भने फलो गर्नु होला हजुरहरूले एउटा पोइन्ट छ भने मेरो लाइभमा मेम्बरसिप पनि लिनु होला एउटा
हजुरहरूलाई फेरि म कुनै दिन लाइभमा फेरि आयो भने हजुरलाई भेट्ने मौका पाउँछु। सन्चै हुनुहुन्छ? कहाँदेखि हुनुहुन्छ कमेन्ट पनि गर्नु होला। हजुरहरूलाई मैले देखिरहेको छु, माथि देखिरहेको छु, तर तपाईँहरूले बोल्नुभएको छैन। कहाँदेखि हुनुहुन्छ, कतादेखि हुनुहुन्छ? स्वागत छ है, स्वागत छ ल है, स्वागत छ हजुरहरू सबैलाई मेरो लाइभमा स्वागत छ। म चाहिँ अब यो साग केलाउँदै हेरौँ बुढीले कतिको मिठो पकाएर खुवाउँछ हेरौँ ल। उसले लिएको यति साग लिएको केलाएको छैन, यति लिएको थियो, अहिलेसम्म ग्लासमा मात्रै बसेको छ। रानी भएको छ, चिया खाइरहेको छु। अनि रानी भएको छ, रानी। खानुहोस् खानुहोस्, चिया पनि खानुहोस्। अब यहाँ जोडिनु भएको छ, साह्रै खुसी लागेको छ। वेलकम टु माई लाइफ भन्दै हजुरहरूलाई स्वागत गरेर बसेको छु। मेरो चाहिँ काम पनि सकिँदैछ, मैले लाइभलाई पनि साथमा लिएको छु। के गर्नु, यो चिजै यस्तो भइसकेको छ कि हामीलाई यस्तो भइसक्यो, हामी यो बिना बाँच्नै नसक्ने जस्तो भइसक्यो। कहिले के गर्दाखेरि पनि देखाउनु पर्ने, कहिले के गर्दा पनि जोडिरहनु पर्ने, अनि यस्तै भइसक्यो हो कि होइन भन्नुहोस् त ल तपाईँहरू पनि। जहाँ गाउँ जता जाउँ के गर्नु, यो सोसियल मिडिया भन्ने चिज यस्तै रहेछ। जहाँ पनि खोलिहालौँ, अलिकति खुसी भयो भने हेरिहालौँ, अर्काको पनि हेरिहालौँ, अरूलाई पनि सपोर्ट गरिहालौँ, आफू पनि एक्टिभ बनिहालौँ भन्ने जस्तो लाग्दो रहेछ। त्यही भएर गरिन्छ, हजुरहरूको पनि लाइक कमेन्ट गरिन्छ, हजुरसँग जोडिन्छ। हाममा आउँदाखेरि मेरोमा पनि लाइक कमेन्ट गर्नु होला, के गर्नु मिल्छ सबै चिज गरेर। कहाँदेखि हुनुहुन्छ खबर गर्नुभएको हुन्थ्यो भनेको, खोइ खबर निकाल्नु। हेलो हेलो, नमस्ते नमस्ते, के छ अनि आरकेकी8जी स्वागत छ, धन्यवाद। हजुरले कमसेकम एक कमेन्ट गरिदिनु भयो, साह्रै खुसी लाग्यो ल। हजुरलाई धेरै धेरै धन्यवाद। सन्चै हुनुहुन्छ? कहाँदेखि हुनुहुन्छ? मलाई चिन्नु भएको हो कि नै, कि टिकटकको साथी हो कि हामी? टिकटकले यति राम्रो साथी बन्ने मौका दिएको छ, हजुरहरू पनि साथी बनाउनु नछुटाउनु होला। साथी बन्नुपर्छ। टिकटकले यति राम्रो प्लेटफर्म दिएको छ हामीलाई, युट्युबले यति राम्रो प्लेटफर्म दिएको छ। आउनुहोस् जोडिनु, सबैजना जोडिनुहोस्, खुसी लाग्छ हजुरहरू। ओ श्रीजी, हजुरलाई पनि स्वागत छ मेरो लाइभमा। सन्चै हुनुहुन्छ? कहाँदेखि हुनुहुन्छ? सबैजनाले डबल ट्याप गरेर अनि साथ दिनु सक्नुहुन्छ। डबल ट्याप गर्नु होला, डबल ट्याप गरेर मेरो लाइक पनि गरिदिनु होला, खुसी लाग्छ। कहाँदेखि हुनुहुन्छ हजुर? नमस्ते नमस्ते। मेरो त हजुरसँग कुरा गर्दा गर्दै साग केलाउनु पनि सक्ने लागिसक्यो है हजुर। मेरो चाहिँ साग केलाउनु पनि सक्ने लाग्दो रहेछ। क्याइरहेको छु, भइरहेको छ, हजुरसँग गर्दैछु। आउनुहोस् जोडिनुहोस्। नमस्कार स्वागत छ मेरो लागि। रितुजी स्वागत छ मेरो लाइभमा। हजुर मेरो लाइभमा जोडिनु भएको छ, डबल ट्याप पनि गरेर मेरो लाइभलाई लाइक पनि गर्न सक्नुहुन्छ है। स्वागत छ, जोडिनु भयो, खुसी लाग्यो। यस्तो सागहरू चलाउँदै यो लाइभहरू बसाएर काम पनि सक्दैन है, काम पनि सकिने, आफू पनि एक्टिभ भएको जस्तो लाग्ने, हजुरहरूसँग कुरा पनि गर्न पाइने, खुसी लाग्छ नि। टेकले अर्कालाई साथ दिने मौका पाएको छ, साथ पनि दिनु होला, मेरो लाइक पनि गर्नु होला। दीपक पौडेलजी स्वागत छ मेरो लाइभमा। आउनुहोस् जोडिनुहोस्, खुसी लाग्छ हजुर, खुसी छु म आज। आउनुहोस्, हजुरहरूसँग जोडिन पाउँदाखेरि म साह्रै खुसी भएको छु, हर्षित भएको छु। सन्चै हुनुहुन्छ? कहाँदेखि हुनुहुन्छ खबर गर्नुहोस् है हजुरहरू।
नमस्कार स्वागत छ हजुरलाई मेरो लाइभमा स्वागत छ। डबल ट्याप गरेर हजुरले मेरो लाइभलाई सपोर्ट पनि दिन सक्नुहुन्छ। डबल ट्याप पनि गर्दै गर्नु होला। कहाँदेखि हुनुहुन्छ खबर गर्नु होला। म त यही उपत्यकाको खाल्टोबाट हो। उपत्यका चारैतिर पहाडले घेरिएको ठाउँ काठमाडौँ उपत्यका। आउनुहोस्, जोडिनुहोस्, मसँग जोडिनुहोस्। या छ म जानु सुरुवात मिलाउनु आठवटा जानु छ। स्वागत छ हजुर सबैजना मेरो लागि स्वागत छ। म सागको जरा जस्तो हुँदो रहेछ जस्तो सागको जरा होला त्यही हो होइन। डल्लो के हो यो जरा यस्तो हुन्छ आलु देख्नु पाइयो। जरा छ झुमुलुले अरे नारी भन्थ्यो। अब झुमुलुले नारी भन्नु स्वागत छ हजुर सबैजना स्वागत छ मेरो लाइभमा। ल हजुरहरू जोडिनु भएको छ मेरो लाइभलाई ट्याब गरेर लाइक पनि गर्न सक्नुहुन्छ है। हजुरहरूले सन्चै हुनुहुन्छ। म चाहिँ साग केलाउँदै हजुर साग केलाउँदै आउनुहोस्, साग खान आउनुहोस्। त्यो उपत्यका खाल्टोभित्र छ है हाम्रो घर चाहिँ। ल आउनुहोस् सबैजना आउनुहोस्। ओ साग खाने भए मेरो घरतिर आऊ। साग पनि के साह्रो महँगो भएको हो। महँगो भएको हो कि आफै नकिने त्यस्तो भएको हो। मुठाको 40 हजुर 40 600 मलाई नसोध कहाँ दुख्छ घाउ। मलाई नसोध तिमीलाई जस्तो इच्छा लाग्छ त्यस्तै गर। तिमीले जस्तो पकाइदिन्छौ उस्तै खान्छु। तिमी मेरो आँखाको तारा, आँखाको नानी जस्तो दिन्छौ तिमीले रानी, म त्यस्तै खाइदिन्छु। त्यसमा कुनै डाउट छैन। आउनुहोस् जोडिनुहोस् मेरो लागि जोडिनुहोस्। सन्चै हुनुहुन्छ त्यस हजुरहरू गाउँको आउन स्वागत छ मेरो लामो स्वागत छ। ओ थ्याङ्क यू सो मच कोजुजी सन्चै हुनुहुन्छ। धेरै पछि भेट भयो आज मनको चाहनाले भनेको बोल के छ सन्चै हुनुहुन्छ। हजुरको त बारीभरि सागै साग छ। हामी त यहाँ किन्नुपर्छ रेणुजी। यस्तो छ के साह्रो महँगो हो यो साग पनि। यो रायोको साग रे तर महँगो हो। एक मुठाको 40 रुपियाँ पर्यो। त हजुरको कति पर्छ भन्नुहोस् त। हामी त 40 रे। अनि यति गरिदिएपछि खान पाइन्छ भनेर काम गर्दैछु म चाहिँ। अनि के छ हजुरको घरको अफिस जाँदै हुनुहुन्छ। अफिसमा कतिको काम बिजी छ हौ। हजुरले त हामीलाई माया मार्नुभयो त। यसरी माया नमार्नुहोस् है। माया नमार्नुहोस्। कहिलेकाहीँ यसो पाटनतिर पनि आउने गर्नु होला। पाटनतिर आउनुभयो भने हाम्रो पार्टनर पनि धन्य हुने थियो। हजुरहरू टुरिस्ट बनेर हाम्रो पाटनतिर आउनुभयो भने हाम्रो पार्टनर पनि धन्य हुन्छ। ओ रेणु कोजु ओ रेन्चा हेलो श्रेष्ठजी स्वागत छ श्रेष्ठजी। यादव फजरेटजी स्वागत छ है। सन्चै हुनुहुन्छ। म चाहिँ आज मर्निङ वाकमा साग भेटाएकोबाट साग लिएर अब यसलाई पकाएर खानुपर्छ भने। ओ गङ्गारामजी स्वागत छ छिटो दाइ छिटो हालखबर सन्चै हुनुहुन्छ। के छ हजुरहरूको हालखबर ठिकै छ होला। साग केलाउँदै बस्दै हजुरसँग जोडेर अब यो साग पनि केलाउँदै गर्दा काम पनि सकिने हजुरसँग कुरा पनि हुने। त्यही भएर चाहिँ यसो गर्दै पनि छु। गर्दै पनि हजुरसँग जोडिने पनि। नमस्ते गङ्गारामजी नमस्ते। के छ हजुरको हालखबर। हजुरलाई भेट्न भएको पनि धेरै भयो। हजुरको गाना सुन्नुपर्ने खै गाना सुन्ने मौका पनि भएको छैन। अब म आउँदैछु बिस्तारै ट्विटरतिर पनि आउँदैछु। म केही दिन हराएको थिएँ ट्विटरबाट टाढेको थिएँ। त्यही भएर चाहिँ म हजुरसँग भेट्न पाइनँ। अब निरन्तरता दिइरहने छु जस्तो लागिरहेछ। हेरौँ कतिको निरन्तरता दिन सक्छु म हजुरसँग जोडिन सक्छु।
हेरौँ हेलो वेदर एन्ड रिङ्गिङ स्टार इन द के इज अ लङ टाइम आज पानी पर्छ अब आज पानी पार्नुपर्छ यसरी साग कसलाई साग मनपर्छ भन्नुहोस् त आउनुहोस् जसलाई साग मनपर्छ आउनुहोस् होला खानुलाई साग त मुन्टा पलाइसकेको छ मुन्टा भन्छ के भन्छ यसलाई डाँठ यसलाई पनि डाँठलाई पनि फाल्न हुन्न भन्ने जस्तो लागेर नि केलाउँदैछु म त डाँठ पनि मिठो हुन्छ नि खानुलाई अनि श्रेष्ठ चाहिँ के छ अनि तपाईँको हालखबर आज 43 जी के छ तपाईँको हालखबर आज फुर्सद हुनुभयो घरमै हुनुहुन्छ अफिस जानुभयो कि घरमै हुनुहुन्छ कता हुनुहुन्छ नमस्कार 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 सम्पूर्णजी नमस्कार सन्चै हुनुहुन्छ हजुरसँग जोडिँदै काम पनि गर्दै काम पनि सकिने हजुरसँग जोडिँदै गफसप गर्न पाइयो हजुरहरूकोसँग त्यसैपछि हजुरको आइडियाहरू यहाँ देख्न पाउँदा हजुरसँग बात कुरा गर्न पाउँदाखेरि खुसी लागेको छ सम्पूर्णजी के छ नयाँ वर्षको शुभकामना हजुरलाई पनि शुभकामना फलोस् फुलोस् हाँगाबिङ्गा हालोस् एकदम सोचेका कुराहरू सबै पुरा हुनु हाम्रो सम्पूर्णजीको हामी साथीभाइ सबैको साग भात खानु साग भात दाल अचार मिठोसँग खानुपर्छ आफैले गरेको काम त्यही त आज खाँदाखेरि त आफ्नै मेहनतको फल खाँदा मिठो न होला नि जस्तो लागेर काम पनि गर्दै गुड मर्निङ हजुर गुड मर्निङ सन्चै हुनुहुन्छ के छ खबर हजुर सन्चै हुनुहुन्छ काम पनि हुनुहुन्छ कता पनि हुनुहुन्छ फलो गर्नु भएको छैन फलो पनि गर्नु होला है मलाई फलो पनि गर्नु होला थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच डबल टप गरिदिनु भयो खुसी लागेको छ अरू के छ हजुरहरूको हालखबर के हुँदैछ हजुरहरूको दिनचर्या कसरी बित्दैछ दिन कसरी बित्दैछ हामीलाई मेरो त यस्तै छ दिन गयो आयो हिँड्यो डुल्यो भने जस्तो रहेछ बर्बाद छ कता भेटिन्छ कहाँ भेटिन्छ भने उसलाई टिप्नु पाएको छ काम चाहिँ गर्नुपर्छ उसले केलाउनु भन्ने छुट्टाएको होइन है म तपाईँलाई देखाउँछु उसले यति छुट्याउँछ भने गरेको अहिलेसम्म सकेको छैन मैले एक मुठा सकेको छु कि यस्तो छ तिम्रो सम्पूर्ण दाइले हेर्दै हुनुहुन्छ क्या त्यो तिम्रो सम्पूर्ण दाइलाई देखाइदिएको नि यो गरिदियो भने पनि नहुने नगरे पनि नहुने यस्तै हुन्छ गऱ्यो भने पनि गरे नगरे पनि नगरे जस्तो भित्तै पाता लिन आउने होला हुन्छ भित्तै पाता लिन आउँछ ओ म त नआइकन कहाँ हुन्छ त म आउँछु म भित्र पाता म कहाँ जे होस् आइपुग्छ जे होस् जसरी नि म कहाँ आइपुग्छ म थाहा छ आउँछ भित्तै पात्र नयाँ वर्षको शुभकामना हेलो रञ्जनजी स्वागत छ मेरो लाइभमा सन्चै हुनुहुन्छ के छ साथी तिम्रो हालखबर ल है डबल ट्याप गरेर यसो साथीको लाइभलाई पनि यसो सपोर्ट गरेर जस्तो गर्नुपर्छ थोर डबल ट्याप गर्नु होला ओ रेणुचा छुटो हालखबर भित्रपात्र कहाँ आयो मखला गुड भित्रपात्र कहाँ हो भित्रपात्र झिम्टा ये ले भैया भित्रपात्र कहाँ हो नि रेणुचा रेणु बिनामा एकदम ठिक छ नि साथी चलिरहेछ दिन कर्दैछ बच्चाहरू पनि ठुल्ठुला हुँदैछन् आफू बुढो भएको त भन्नै भएन नि बच्चाहरू चाहिँ ठुल्ठुलो भयो भन्नुपर्छ के गर्ने अब अनि के आफू अरू साँच्चीकै यसपालि हामीले मिस गर्ने पर्ने हो र मिस नगर तिमी यसपालि मलाई सर गरिदेऊ न यसपालि सर गरिदेऊ मिस चाहिँ आउनुहुन्छ होला सायद मिसको क्यान्सल भएको छ अनि केटा जाने कुरा भइरहेछ अनि मिस त आउनुहुन्छ होला अब सर चाहिँ अलिक व्यस्तताको कारण भनेर भन्नु पर्ला लिजा बोइजी ने मलाई को आउने हो उहाँ हाम्रोमा लिजा फोन नै नाम हो नि वही जी दियो का नि
천다 빠스들 되니. 이거 더 나와다. 내가 안 먹고 지. 수수 왜 나는 수제야. 어디서 왜 나와서 आउँछ भनेको छ ए 왜 말리가? न्यायसँग न्यापिकाबाट मस्त न्यापिकाबाट सम्पूर्ण रेडियो कार्यक्रम मिलेर आफूलाई मासु हुन्छ जीवन क्यान्सर जुस जिम्मावे भने त्यही वे सम्पूर्ण सम्पूर्ण दु वे दयाला पास के नापा दे यु छोड दे और जा खुशी लगे जो Kain kisu dokon gon naplay. जना पे लाइन को आप सुटा फोन या सुटा गया गुली गन बिजी गन बुझी आ टाइम तो करना तल्ला चले उन्दर नि समुद्र सच्चू उन भी फटस सच्चू वो फटक पे फटक वो वाने चुरा गो Siul khani gole. एक्सेप्ट कादै खाना सपनाजी जोजलपा नमस्ते वो लीजा जोजलपा लीजा चाहिँ वो ट्रेनिङ बिजी थे जो मलाई लीजा दुनी सब मोल जुगो वाला साउन्ड सना रोनीगा Saunci sana ro khani. लीजा चाहिँ ट्रेनिङ बिजी थे जो तर कमेने चाहिँ वे त्यहाँ धाउडु मलाई Didala. जिता चाहिँ जिवे दै दा Ko बनोले आउन पर्छ त्यहाँ आउँछु म त्यहाँ होला वो हामीले वे आज ख वनो वे लगासा पल्सा वे हो अले छिपी निम वे वो छ झने बाले उगा छेसाको कारण सुरजी मिस्त्री गुजे क्यान्सल गराइ मलाई अँ क्यान्सल जुल आज बिच बिउ खडे आतो आज म क्यान्सल ठेगानी मरु होला ख Paspina hulwa pe chen za pe chu. तपाईको उनु दिया म त्यहाँ उनु डाइ त्यहाँ वन म खै पनि. अरे ख मिना मिना त यो जाते अरे ख मुर्चले न्याखा थियो मुर्चले मलाई गुन मुथ्यो त्यहाँ बन प्लानिङ बने त्यहाँ ल मलाई का माल है सिरल. हमेशा मान दालाले दुखाना मान गले वे दूरे दादा खबर मोइनु गा अछि कम मोइनु छ अझै न हे जो यो जिनी मेका वा याना वा छियो आ वर्षभर यो कार्यक्रम यो फोटोटया भिडियो पात्र मलाई छियो देखा बल्ल बल्ल देखा चाहिँ सेका या दुष्टन बिट मौलाला माइबे सुनि जे दिज त खना फोन या लिज त लिजस कन फोन याले इटन फोन या 12:30 ने सुजी गुलबे उनी हेनि ना सोइ त अबे बटुक भएर देखा जिन्नी वो देखा जथा ना पचौपटी मन ओ ल्युन चौपटी जो छ यो कुनै मको चुमको टिपल छियो कुन दैमको अब उखुन पाले चाहिँ अस्मिता बी चाहिँ अनुना चाहिँ टिकटक देखाउँ बि ख किबे किबे ना पचौपटी ठा ख छियो मलाई वे के बेला होला अझ अन झन् अब थोरै ल्याउने पुको देखा झन् बाँका छौँ सोमुनले छ ए जिलाउन पस्ने भाइब्रेसन लाउन न्याला सोना हुन्छ न्याला बि मरामत हो यार न गोपर कम न्यालाउ पर कम न्यालाउ यहाँ न जिपलको बनायो खोटा बजी सुटिङ आया जाउँ सोयाज न अले न्याला त बिना सोयाज न के जिना पस्ने भाइब्रेसन ला कनि गले लाइभ सुरु याले अथवा लाइभ मत नु दिया ल गनु जेल पुक्रे न्यालाउ सोना मिल ए जुताला जितु जा अझै जुगे रे जो का मिस्टर क्यान्सल यारमा का छिमी वे यो के भरोसा कया जी या हामीले पास भी मौलाना माइप सोचो सुमो वे त भी मौलाना कार्यक्रम में खल्लो थे जी सो और जुलो खा को दिपिना अस्मिता दिपिना वही जी म बडी वे डाउ फटली वे याला त ए जे जे नि का वस जे हुन दाउ अनि वो बजादार दाइले जी मराइले दुगो कन्म मुरु जाजी मराइनु गा तियारे पनि धरा मछ जा त्याले त्यारे लटा हम मै चनो वेला मोल जिन नि मै जन वला उठे छ उखन खलासैले दानी दोक निना उनी हलो वइ जी बनाइले छ म गजे गनु भइले वे ग जुए अछि जा जले जी कम त्या दैन न छय बनाएमा मै जिन छय बनाएमा खो आ जीवा रे वइ पासै मिले मजो
हाय टिम्पूजी सन्चै हुनुहुन्छ अभी सुन्दैछ होला राजन झिली देख्ला कि साग न्यायले घाँमा उपार बसो दाइ थौने घ्यान बिउ घ्यान नेज्यू ते असल जिउ नेमजु ते आया थन फोर चाहिँ वानसन त चाहिँ यो थुप्रै जिउ छो नमस्कार नमस्कार डिम्पलजी नमस्कार जी सन्चै बाई जा जो जो बाई दाइ नम्दा गा दाइ नमस्कार नमस्कार नमस्ते के छ हो आमा बिहानदेखि साग केलाएर के हो यस्तो के गर्नु साग केलापछि नै खान पाइन्छ नि एकबाट बनाइहाल्ने हो श्रीमतीलाई यसरी हेल्प गर्नुपर्छ खै भाउजू खै ओइ मेरी प्राण कथन गवा प्राण प्यारीको प्राण प्यारी हेलो प्राण प्यारी नमस्ते ल चन्द्रगिरी दर्शन गर चन्द्रगिरीमा कहाँ माथि हुनुहुन्छ ए ल नमस्कार नमस्कार आज दर्शनले पुग्ने भयो उतामा महादेवको दर्शन गराएको सोमबार भनेर अहिले हाम्रो यहाँ नजिकै धेरै भयो नभेटे अब त्यहाँ 1 वर्षको त्यो कार्यक्रममा भेट्नुपर्छ सम्पूर्ण दाइको ए सम्पूर्ण दाइकोमा बटो भएर त्यहाँ गर्न लाग्यो समय बजे नयाँ वर्षको आदान 1 प्रदान वर्षको प्रयास उतै गर्नुहुन्छ ए ए ए ल ल त्यतिखेर भेटौँला नि त है त्यहाँ भेटौँ टिम लिएर गएको हो कि आफू एक्लै हिँडेको हाम्रो दिदीहरूसँग आएको त्यो त टिमै छ भनौँ न नमस्ते 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 हम कुछ नहीं समझते सन्चै हुनुहुन्छ ल है राम्रोसँग दर्शन गर्नु होला आँटेको कुराको सबै पुरा हुने गरेर माग्नु होला है आशीर्वाद भन्छ अप मजुरा छौ जी बियु मुखिया आँटेको कुरा सबै पुरा होस् भनेर माग्नु रहेको का ए ए ए हो नि है दिदपिण्डमा जी आशीर्वाद बिलायो दिदपिण्ड किसपिण्ड बिमाका भाइजी भाइजी दिदी तपाईँले दिएको आशीर्वाद भन्दा 1000 गुणा आशीर्वाद लागोस् धन्यवाद अनि इन्जोय गर है त ल ल ल इन्जोय गर मेरो साग खेल्न सक्यो अब इन गर्छु लाइफ ल ल ल ल बाइ ल सघाइकन खाना खान निस्किन्छु ल उता आएको भेटौँ ल है पार्टीतिर आएको भेटौँ ल ल ल बाई